यो खालको ऐँसेलुलाई चाहिँ के भन्छ होला सायद खासमा। हेर्नुहोस् गाइस यसरी पाकेको छ प्यालै भएर। यो चाहिँ भनेको ऐँसेलुको राजधानी हो। यहाँ चाहिँ ऐँसेलुको सिवा अरू केही पनि छैन भनेर तितेपाती छ। परिको ऐँसेलु छ यहाँ देख्न सक्नुहुन्छ। यहाँ हेर्नुहोस् यो चाहिँ साह्रै ठुलो है। यस्तो खालको ऐँसेलु छन्। हेर्नुहोस् यस्तो दामी छ कि यो चाहिँ मेरो क्याम्पको वरिपरिमा छ। यो मेरो क्याम्प हावाले प्लास्टिक उडाएर बर्बाद पार्दैछ। यहाँ यो बाँदरले लडाइदिएको मेरो दाउरा राख्ने ठाउँ थियो। यहाँ चाहिँ मेरो किवी बगान मेरो हैन मेरो काकाको। म चाहिँ यहाँ बस्छु मात्रै हो। होलडोल माथिदेखि उँधो यति सबै 700-800 बोट छ यहाँ किवीको। यसमा गोल्डन अरे के भुन्टी के नाम गरेको 3-4 आइटमको किवी फल्छ उत्पन्न हुन्छ यहाँ। चाहिँ मेरो क्याम्प अब 12 बजिसक्यो होला। अब चाहिँ यसो नास्ता पानी गर्नु आएको।